नमस्कार माई फ्रेन्ड्स, आज हजुरको अगाडि छोटो र मिठो ब्लग लिएर आएको छु। यो ब्लग चाहिँ मेरो आफ्नै गाउँठाउँको बारेमा हुनेछ र यो ब्लग हजुरहरूले हेरेर सुरुदेखि अन्तिमसम्म हेरेर यसको प्रतिक्रिया दिनु होला र राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला र आउनुहोस् यो ब्लग सुरु गरौँ हामीले। सुरुमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो हजुरआमा घरदेखि एकदम राम्रो सुहाउँदो वरिपरि फुलेको राम्रो घर छ। हजुरआमाहरूले भैँसी पालन पनि गर्नुहुन्छ। अनि हाम्रो गाउँ पुरा हरियाली र अग्लो पाहाडमा रहेको छ। हेर्नुहोस्, पुरा चराचुरुङ्गी पनि देख्न सक्नुहुन्छ यता। माथि चाहिँ मेरो घर देख्न सक्नुहुन्छ। अब हजुरलाई म तलतिर पनि देखाउने छु। हेर्न सक्नुहुन्छ गोरुहरू। वरिपरि जङ्गल मकैहरू रहेका छन्। टन्न पुरै सागसब्जी, फर्सीको सागहरू पुरा सबैको साग रहेको छ। नेपालीमा चाहिँ भन्न आउँदैन। पुरा निहुवाहरू फल्दै रहेको छ। खान चाहनुहुन्छ भने खान सक्नुहुन्छ। यो चाहिँ राक्सिराङ गाउँपालिका वडा नम्बर 8 मैसिराङ भन्ने ठाउँको आज भिडियो गर्दैछु म। पुरा खुर्सानी, उखु सबै रहेको छ यो गाउँमा। तलतिर चाहिँ मनरी बजार पर्छ। यो रोडदेखि तलतिर खोलाइ जाँदाखेरि मनरी पुग्छ। उता चाहिँ चुरी चेकिडाँडा भन्ने ठाउँ छ। यो पुरा मकैबारी रहेको छ। पुरा चिउरीको बोटहरू पनि छ। पुरा मैसिराङ जाँदा नि पुरा हरियाली। चिउरीको बोट, आँपको बोट सबै पाइन्छ यो ठाउँमा। हजुर पनि घुम्न आउन सक्नुहुन्छ। अनि म चाहिँ यो रुखमा आएको छु आँप झरेको छु भनेर खोज्नलाई। आँप चाहिँ यो चिउरी भन्दा माथिको रुखमा छ। आँप चाहिँ खालि झरेर तलतिर आउँछ कि त्यही हेर खोज्न आएको, भेटेन। अब फेरि फर्केर घरतिरको यात्रा हुनेछ। अब तलतिर चाहिँ घाँस काट्दैछ पुरा। त्यो चाहिँ मेरो दिदी, एकदम लाठी दिदी, खालि 24 घन्टा फोनमै बिजी हुन्छ। गाइस, यो चाहिँ मेरो फर्स्ट भिडियो। हजुरलाई कस्तो लाग्यो भनिदिनु होला र अर्कोचोटि कस्तो आइदिएको हुन्थ्यो जस्तो लाग्छ हजुरलाई कमेन्ट प्रतिक्रियाहरू दिनु होला। र आजको भिडियो म यतिमै समाप्त गर्छु। अनि घरतिर लाग्दैछु, म समाप्त गर्छु। अब अर्कोचोटि प्रतिक्रिया दिनु होला र योभन्दा पनि अलि लामो भिडियो आउनेछ। हजुरले लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला।